आजको यस भिडियोमा हामी केही इम्पोर्टेन्ट प्रिपोजिसनको बारेमा चर्चा गर्नेछौँ। प्रिपोजिसन भन्ने बित्तिकै धेरै छ, तर हामीलाई विशेष गरी कहिलेकाहीँ कन्फ्युज गराउने प्रिपोजिसन मात्र आज हामी हेर्नेछौँ। त्यो मध्ये पनि जम्मा 3वटा प्रिपोजिसन हो। के छ हेरौँ है त। प्रिपोजिसनलाई नेपालीमा हामी निपात भनेर पनि पढ्छौँ। सबैभन्दा बढी हामीलाई कन्फ्युज गराउने प्रिपोजिसन कुन हो भन्दा इन, त्यसैगरी अन र एट। आजको भिडियोमा हामी इन, अन र एट कसरी प्रयोग गर्ने, कहाँ प्रयोग गर्ने त्यो सिक्छौँ। सबैभन्दा फर्स्टमा हेरौँ इन। इन कहाँ युज गर्ने त? कुनै भित्री भागमा भन्नु पर्यो भने इन गर्ने। जस्तो म कक्षा कोठाभित्र छु भन्यो भने इन क्लासरुम भयो। तपाईँ आफ्नो रुमभित्र हुनुहुन्छ भने इन रुम भयो, हैन? त्यसैगरी तपाईँ कुनै फुटबल ग्राउन्डभित्र अथवा कुनै ग्राउन्डभित्र हुनुहुन्छ भने इन ग्राउन्ड भयो। भित्र हुने बित्तिकै इन भयो। त्यसैगरी ठुलो ठाउँ, मैले फुटबल ग्राउन्डको कुरा गरिहालेँ, ठुलो ठाउँभित्र तपाईँ हुनुहुन्छ। र अब के आउँदाखेरि चाहिँ हामी इनको प्रयोग गर्ने त? विक आयो भने तपाईले इनको प्रयोग गर्नु पर्यो। त्यसैगरी मन्थ आयो भने मन्थको अगाडि हामी इन युज गर्छौँ, नेपाली मन्थ होस् अथवा इङ्ग्लिस मन्थ होस्। त्यसैगरी इयर्स आयो भने इयर्समा यो ध्यान दिनु होला। जस्तो 19, 20 अथवा अहिलेको हेर्ने भने 20, 25 यो इयर्सहरू हो। यो इयर्सको अगाडि हामीले इन युज गर्नुपर्छ। त्यसैगरी सिजन्स, विभिन्न सिजनहरू छ। इन समर, इन स्प्रिङ, सिजनको अगाडि पनि हामी इनको प्रयोग गर्छौँ। त्यसैगरी पार्ट्स अफ दि डेज। अब डेजको विभिन्न पार्ट्सहरू छ, जुन मध्ये मर्निङ, आफ्टरनुन, इभिनिङ। यसको अगाडि हामी इनको प्रयोग गर्छौँ। इन द मर्निङ, इन द आफ्टरनुन, इन द इभिनिङ। त्यसैगरी भेहिकल्स। अब भेहिकल्स भन्ने बित्तिकै यो ट्रान्सपोर्टेसनको कुरा आयो। ट्रान्सपोर्टेसनमा हामी जहिले पनि कन्फ्युज हुन्छौँ, किनभने दुईवटा ट्रान्सपोर्ट, एउटा भनेको पब्लिक ट्रान्सपोर्ट, ठुलो ट्रान्सपोर्ट हुन्छ भने अर्को ट्रान्सपोर्टेसन भनेको चाहिँ सानो अथवा प्राइभेट अथवा पर्सनल हुन्छ। त्यो फरक हुन्छ। त्यसकारण यदि स्मल छ, पर्सनल छ, जस्तो तपाईँ कारको कुरा गर्दै हुनुहुन्छ भने सानो भयो, पर्सनल भयो। त्यस्तो ठाउँमा हामी इनको प्रयोग गर्छौँ। यसलाई अझ सजिलो गरी बुझ्नको लागि तपाईँ ढोका खोलेर थपक्क बस्नुहुन्छ, सिटमा बस्नुहुन्छ भने त्यसमा हामी इनको प्रयोग गर्छौँ। र ढोका खोलेर भित्र चाहिँ सर्फेस छ, हिँड्न मिल्ने छ र हिँडेर चाहिँ पछाडिसम्म गएर बस्न मिल्ने त्यस्तो भेहिकल्सहरू छ भने त्यसमा चाहिँ हामी अनको प्रयोग गर्छौँ। अर्को छ कन्ट्री, सिटी अथवा टाउनको अगाडि पनि हामी इनको प्रयोग गर्छौँ भने। त्यसैगरी डिकेड्स भनेको 10 इयर्सको पिरियड हो। यो पिरियड्स अफ टाइम भनिन्छ यसलाई। डिकेड्सको अगाडि पनि हामी इनको प्रयोग गर्छौँ। त्यसैगरी पिरियड अफ टाइम सेन्चुरी भनेको 100 इयर्स। सेन्चुरिज आयो भने सेन्चुरीको अगाडि पनि हामी इनको प्रयोग गर्छौँ। अब जाउँ अनको प्रयोग कहाँ गर्न सकिन्छ त? अन भन्ने बित्तिकै माथि सतहमा, केही सर्फेसको माथि हुनु अन भयो। अथवा त्यसैगरी हामी पुरा मितिको अगाडि पनि अन युज गर्छौँ भने दिनको अगाडि पनि अन युज गर्छौँ। हेरौँ कहाँ युज गर्न सकिन्छ। डेजको अगाडि अन सन्डे, अन मन्डे भइहाल्यो। त्यसैगरी डेटको अगाडि तपाईँले अन युज गर्नुपर्ने हुन्छ। जस्तो 1 अप्रिल आयो भने यसको अगाडि तपाईँले अन 1 अप्रिल, एउटा डेट यो भयो। त्यसैगरी अर्को डेट इयर सहितको डेट पनि हुन्छ। जस्तो 1 अप्रिल पनि आयो अनि 2025 पनि आयो। त्यसकारण यो दुईटैलाई तपाईँले डेट मान्नुपर्ने हुन्छ। यस्तो छ भने अनको प्रयोग गर्ने, इयर मात्रै छ भने मात्र इनको प्रयोग गरिन्छ। त्यसैगरी अघि भेहिकल्सको कुरा आएको थियो। भेहिकल्स भन्ने बित्तिकै यो चाहिँ ठुलो भेहिकल्स, पब्लिक भेहिकल्स। जस्तो हामी पानी जहाजमा चढ्यौँ भने, त्यसैगरी बसमा चढ्यौँ, प्लेनमा चढ्यौँ भने ढोकाबाट चढेर एकछिन हिँडेर अनि हामी सिटमा गएर बस्छौँ। त्यस्तो भेहिकल्सहरूमा हामी अनको युज गर्छौँ।
भने त्यसैगरी विकेन्डको अगाडि पनि अन युज गरिन्छ। अनि सर्फेस अघि नै मैले भनिहालेँ, जस्तो तपाईँले मैले यो मार्कर चाहिँ टेबलमाथि राखेँ भने त्यहाँ अनको युज गर्नु पर्यो, अथवा केही सामान केही सर्फेसमाथि छ भन्नु पर्यो भने हामी अनको प्रयोग गर्छौँ। त्यसैगरी स्ट्रिट, अब विभिन्न बाटोहरू हुन्छन्, गल्लीहरू हुन्छन्, त्यस्तो स्ट्रिटहरूमा पनि हामी अनको प्रयोग गर्न सक्छौँ। अब हेरौँ एट। एट भनेको एकदमै स्पेसिफिक हो, यसले एउटा साँघुरो एरियालाई जनाउँछ र निश्चित ठाउँ अथवा समयमा हामी एट प्रयोग गर्छौँ। यो चाहिँ एकदमै स्पेसिफिक हुन्छ, एक्ज्याक्ट ठ्याक्कै हुन्छ। यो चाहिँ जस्तो टाइमको अगाडि अहिले कति बज्यो भन्नु पर्यो भने एट 12 o'clock, यसै गरी ठ्याक्कै टाइमको अगाडि हामी एट युज गर्छौँ। अर्को स्पेसिफिक लोकेसन। स्पेसिफिक लोकेसन भनेको त्यस्तो लोकेसन जुन चाहिँ एकदम साँघुरो ठाउँ छ, अथवा जुन ठाउँ चाहिँ तपाईँ उभिसकेपछि ठ्याक्कै तपाईँलाई भेटिन्छ अथवा तपाईँ त्यहाँ हुनुहुन्छ भन्ने थाहा हुन्छ। जस्तो म ढोकामा उभिएँ भने त्यो स्पेसिफिक, ढोका भनेको स्पेसिफिक प्लेस भयो, डोर होइन। एट डोर भनेपछि त्यो स्पेसिफिक प्लेस भयो, लोकेसन भयो। त्यसै गरी एट नाइट, नाइटको अगाडि पनि हामी एट युज गर्छौँ। त्यसै गरी नुन। नुन भनेको एक्ज्याक्टली 12 o'clock, 12 बजेको समय हो नुन भनेको, एट नुन भयो। त्यसै गरी पार्ट्स अफ द डे। पार्ट्स अफ द डेमा कन्फ्युज नहुनु होला, यो पार्ट्स अफ द डे चाहिँ मिड डे र मिड नाइट भनेको मैले यहाँ नुन भने ठ्याक्कै 12 बजेको समय, दिउँसोको 12 बजेको समय, रातिको 12 बजेको समयको अगाडि चाहिँ हामी एट युज गर्छौँ। र त्यसै गरी पार्ट्स अफ द डेमा हामीले यहाँ चाहिँ मर्निङ, आफ्टरनुन, इभिनिङ यो छ भने चाहिँ फेरि इनको प्रयोग गर्छौँ। पक्कै पनि यो भिडियो यहाँहरूको लागि केही सहयोगी बन्न सक्छ। राम्रोसँग हेर्नुहोला, प्र्याक्टिस गर्नुहोला। यस्तै अरू भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र सब्सक्राइब पनि गरिदिनु होला। यहाँहरूको कमेन्ट अनुसार म अन्य भिडियोहरू पनि लिएर आउनेछु। हस्त, धन्यवाद।